तातो तातो घामबाट काम चाहिँ लास्टै बढिरहेको छ। म चाहिँ फाइनली कोठा लागिसक्यो। मेरो आल्साको बोट र आल्साको बोट सँगसँगै यता म बाहिर यहाँ चिबे देख्न सक्नुहुन्छ। चिबे यसको नाम चाहिँ चिबे चराको खतरा बाटो हुन्छ यो। यसलाई मार्नु नि सकिँदैन तर घरको काम चाहिँ लास्टै गर्छ यसले। चिलोहरू धपाउने काम गर्छ। यहाँ मैले दुधीले झार्दै थिएँ। दुधीले चाहिँ मस्ताले खाँदैछ बाख्राले बुझ्यो। अनि म चाहिँ शीतलमा बसिरहेको छु किनभने अब्बाउतै गर्नु छ। घाम यस्तो टन्टला पुट लागिरहेछ। यस्तो घाम लागिरहेछ। गोठामा आज रह्यो बुधबार बजार जानु पाइनँ। त्यही भएर म बसेको छु गोठालो आज। त्यही भएर चाहिँ भोलिको लागि चाहिँ यो भिडियो हाल्ने हो। त्यो आनन्दले बसिरहेछ मजाले। हान्दा लाग्दैन केही भन्नुहुँदैन। ल रफ गरेर जानुपर्छ। अलिक गोठालामा बाख्रा कता कता कुद्छ। म त्यति कुदाउँदै गर्छु। ल देख्न सक्नुहुन्छ म चाहिँ यहाँ रुखबाट नै बाख्रालाई घाँस हालिदिएर चाहिँ खाएको देखिरहनु भएको छ। मस्ताले चरिरहेको छ यो घाँस हार्दै भएपछि। म चाहिँ रुखमै छु अहिले। यहाँ रुखबाट चाहिँ घाँस हार्दै भएपछि आनन्दले खान्छ। एउटाले तल लगेर खाँदैछ नि 2-3वटाले। यता अरू छ यता अरू मजाले चिल पारामा खाइरहेछ। म चाहिँ यहाँ रुखबाटको भ्यू देख्न सक्नुहुन्छ।